नमस्कार साथीहरू, आज हामी लिएर आएको छु पासपोर्टको कति दिन डेट एक्सपायर छ अनि कति दिनमा बनाउने हो, कसरी बनाउने, कहाँ बनाउने, के गर्नुपर्छ, डकुमेन्टहरू के चाहिन्छ, त्यसको बारेमा हामी कुरा गर्नेछौँ। तो साथीहरू, च्यानललाई सब्स्क्राइब गरेको छैन भने च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्। आज हामी फनी बेकेआर युट्युब च्यानलमा वेलकम छ। त्यो राम्रो भिडियोमा क्लिक गर्नुभएको छ। जस्तो कि अब पासपोर्टको डेट एक्सपायर हुन लागेको छ, 1 साल बाँकी छ, कसैको 6 महिना छ, 7 महिना छ, 4 महिना छ। तपाईहरु छिट्टो गएर पासपोर्ट बनाइहाल्नुहोस्, किनकि सबभन्दा इम्पोर्टेन्ट छ, बहुत महत्त्वपूर्ण जरुरी पासपोर्ट हो। हाम्रो धन पासपोर्ट हो। पासपोर्ट भयो भने हामी सबै काम गर्नेछौँ। जस्तो कि यो पासपोर्ट भयो भने हामी सबै देशमा काम गर्न मिल्छ, हामीले ढुक्क भएर बस्न पनि मिल्छ। पासपोर्ट छैन भने हामी चाहिँ काम गर्न टेन्सन हुन्छ, अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ, टेन्सन हुन्छ के। त्यही भएर हामी 1 साल छ भने पासपोर्टको डेट एक्सपायर छ, तपाईँ छिटो गएर, कम शुल्क लाग्छ, फिस चाहिँ कम लाग्छ। इमर्जेन्सीमा बनायो भने 24 घण्टामा पनि बनेर आउँछ पासपोर्ट। 24 घण्टा पैसा चाहिँ बढी लाग्छ। पासपोर्टको डेट छिटो बनाइहाल्नुहोस्, किनकि छिटो बनायो भने अब चाहिँ डेट छ, 1 साल डेट छ, ढुक्क छिटो गरेर बनाइहाल्नुहोस्, किनकि हामीलाई चाहिँ पैसा पनि शुल्क पनि कम लाग्छ। इमर्जेन्सीमा बनायो भने पैसा धेरै लाग्छ, टाइम चाहिँ इमर्जेन्सीमा बनायो भने तपाईले छिटो हुन्छ, पैसा चाहिँ धेरै लाग्छ इमर्जेन्सीमा। अनि 1 हप्तामा लियो भने पैसा कम लाग्छ। त्यस्तो मानौ कि यस्तो छ क्या, तपाईहरु अब पासपोर्ट बनाउनमा के डकुमेन्टहरु चाहिन्छ। तपाईको पासपोर्ट मिसिङ भएको छ, लस भएको छ, हराइसक्यो, अनि के गर्नु पर्यो त्यसमा चाहिँ हामी चाहिँ धेरै टेन्सनमा हुन्छौँ के। अब टेन्सनमा भयो हामी चाहिँ, अब त्यस्तो अवस्थामा हामी के गर्ने, कहाँ जाने, कसलाई सोध्ने, के लिन्छ, पासपोर्ट कसरी बनाउने, पासपोर्ट मिसिङ भयो, के चाहिन्छ डकुमेन्टहरु, यो चाहिँ कुरा तपाईहरु यो धेरै जरुरी सूचना हो। किनकि यो डकुमेन्टहरु तपाईहरु गएर लिएर गर्नुपर्छ। यो चाहिँ पुरै रुल्स, यसको पुरै फलो गर्नुपर्छ। जस्तो कि तपाईहरुलाई यो हेर्नु, यो डकुमेन्टहरु चाहिन्छ तपाईलाई। परिचय पत्र फर्स्टमा, नागरिकता ओरिजिनल चाहियो, परिचय पत्र ओरिजिनल चाहियो। त्यसपछि तपाईको हराएको मिसिङ भएको पासपोर्ट, त्यो पासपोर्टको फोटोकपी हुनु पर्यो, त्यो पनि त्यहाँ माग्छ। त्यसपछि अर्को अब चाहिँ